everyone, good morning. तासिरीले फ्यापुलो म्याजोर आजको गुड मर्निङ चाहिँ यसरी हुँदैछ ब्ल्याक टीबाट अनि काम गर्न पर्दा फेरि दिदीले पनि गुड मर्निङ भन्नुहुन्छ र लु भनिदिइहाल्ला लु भनिदिइहाल्ला। सबको नमस्ते, गुड मॉर्निंग। सुबह का काम शुरू करने से पहले सबको नमस्ते। मैं तो आदिवासी हूँ इसलिए जय जोहार ऐसे बोलते हैं हमारे भाषा में। तो सब सुबह मिलते ही जय जोहार बोलते हैं। अभी चाय शुरू करने से पहले सबको बाय। सबको बाय। आ जाओ इधर, आ जाओ। कसै तितो भयो? मेरो मुखलाई तितो हो हेर्नु हो यसको जस्तो जिन्दगी चाहिँ हुनु नि हाम्रो पनि है। एसीमा सुत्नु पाइरहेको छ अति आरामले। आमा के मजा छ त अन्त। कहाँ गयो थन्डर? थन्डर ह्यान्डसेक, थन्डर ह्यान्डसेक, थन्डर ह्यान्डसेक, थन्डर ह्यान्डसेक थन्डर। यस्तो बातै सुन्दैन क्या आजकल। यसले बहुत अट्टेरी गर्न थाले चाहिँ बहुत नटी भएको छ अहिले। यसको चाहिँ ट्रेनर आएर पनि केही त सिकाउँदैन कि के हो आजकल। पहिला पुरा यसले गर्थ्यो सब कुछ, अहिले त पुरा एकदम अट्टेरी गर्छ है दिदी। कस्तो मिठो मेरो ब्ल्याक टी। अब चाहिँ यो चिया पिएर चाहिँ काम गर्न स्टार्ट गरेपछि चाहिँ म के गर्छु तपाईँलाई देखाउने छु। अहिलेको लागि चाहिँ बाई बाई। यहाँ चाहिँ अब काम स्टार्ट गरेको। यहाँनिर चाहिँ म सेक बनाउन आँटेँ, बनाना हो सेक बनाएँ। किनकि मैले चाहिँ यो बिर्सिरहेको थिएँ होइन, यो चाहिँ थिएन नि त हाम्रोमा। मैले भाबीलाई भनेको थिएँ नि त हाम्रो चाहिन्छ भनेर। त्यो म चाहिँ यसमा हालिसकेको थिएँ मिक्सीको जारमा। यो चाहिँ अब म यसमा हाल्छु हो। यसलाई मैले चार्ज पनि थिएन, चार्जमा पनि हालेँ नि त। यो बनाएर चाहिँ यो चाहिँ मैले चाहिँ बच्चाको लागि बनाएको। मैले सानोदेखि बनाउँथेँ क्या उयसमा। सानो हुँदादेखि त्यसलाई मैले मिक्सीको जारमा अहिले फाइनली यो हालेको छ हो। तर यो हालेपछि चाहिँ पता नि किन नचलेको, घेडाक मात्रै भइबस्छ हो। मेरो काम मात्रै अल्झाएको जस्तो लाग्दैछ यसले चाहिँ। किन नचलेको चाहिँ चल्यो यस्तो हुन्छ। चल्छ फेरि स्टप भइहाल्छ, चल्छ फेरि स्टप भइहाल्छ। यसको ब्लेडले काम नगरेको होला सायद। अल्छी लाग्दो काम गर्दिनँ म। यो चाहिँ यस्तो छ नि त, यसको ब्लेड चाहिँ सानो त मर्नै आँटेको। अन्त ल्यायो भने पनि अन्त योभन्दा छिटो चाहिँ यसमा चाहिँ मैले दुध र स्ट्रबेरी सस हालेको छु हो। अन्त यसको चाहिँ यही हो स्टाइल चाहिँ मिक्सीमा। बस कामै खतम। भइहाल्यो। तपाईँहरूले नि मैले चाहिँ नि आज दाल पिसेको छु, उडद दाल होइन। अन्त उडद दालमा चाहिँ मैले रोस्टेड जिरा अनि कडी पत्ता, ग्रिन चिल्ली अनि नुन हालेको छैन। यसलाई चाहिँ मैले पिसेको। यसलाई चाहिँ ओभरनाइट गर्नुपर्छ पहिला दाललाई चाहिँ। अन्त चाहिँ पिस्नुपर्छ, मजाले पिसिन्छ होइन। तर यो बनाउनु चाहिँ आउँछ, यसको नाम चाहिँ याद छैन। अन्त मैले दिदीलाई चाहिँ पुरा भनेको छु कि उडद भाडा
कस्तो अप्ठ्यारो नाम छ होइन, मलाई भन्नु पनि आउँदैन, त्यही भएर दिदीलाई राखेको भन्नुको लागि चाहिँ। अब चाहिँ म बनाउन आँटेको हो, तपाईँलाई बनाएर देखाउँछु। तर यो चाहिँ टेस्टमा हुन्छ, पुरा ओइली हुन्छ नि त, तेलमा बनाउनुपर्छ नि त, फ्राई गर्ने हो नि त। अन्त मैले यहाँ सब्जी पनि काटिरहेको छु, उसको चाहिँ साम्बर बनाइदिनुको लागि। तपाईँलाई चाहिँ म आज इडली चाहिँ कसरी बनाउँछु भनेर चाहिँ बताउँछु कि। यसमा चाहिँ अलुवा चावल अनि उडद दाल लगाएर चाहिँ पिस्नुपर्छ होइन। त्यस्तो जस्तो कि हामीले त्यो रोटीहरू बनाउँदाखेरि त्यसको ब्याटर बनाउँछ नि, त्यस्तै पाराले चाहिँ बनाउनुपर्छ। अन्त चाहिँ इडलीको भाँडामा चाहिँ पहिला तेल लगाउनुपर्छ, तेल लगाएर चाहिँ टकटक हुन्छ, जत्रो साइज बनाउँदाखेरि पनि हुन्छ। मैले चाहिँ यहाँनिर यो हाल्नु पनि सकेको छु सबै होइन। अन्त अब चाहिँ म लगेर राख्छु भाँडामा, अहिले बनेर देखाउँछु। यस्तो बनेको चाहिँ हेर्नु, मैले चाहिँ कति दामी दामी बनाएको छु। मैले यसको आँटा पनि कसरी बनाउँछ भने तपाईँलाई बताइदिएको छु हो, सब कुरो बताइदिएको छु। बनाउनुहोस्, ट्राई गर्नुहोस् तपाईँले पनि। तर मलाई चाहिँ यो मनै पर्दैन यो चिज चाहिँ। म चाहिँ नि अब नुहाएर पनि आइसक्यो हो। मैले बिहान तपाईँलाई भनेँ उडद दाल पिसेर चाहिँ मैले के बनाउँछु भनेर होइन। त्यो चाहिँ मलाई नाम चाहिँ आउँदैन, दिदीलाई मात्र आउँछ नाम चाहिँ हो। मैले चाहिँ नि बनाएको पनि छ, देखाउँछु। दामी लाग्छ यो चाहिँ हो। मलाई चाहिँ पहिला आउँथेन, त्यो अर्कै खालको चाहिँ गोलो गोलो बनाउँथेन, अझै चाहिँ मैले यस्तोहरू बनाएको छु। बनाउँदैछु पनि हो। यो चाहिँ कसरी बनाएँ भनेर चाहिँ म देखाउँछु। जो यसको यो पिसेको हुन्छ नि, यो चाहिँ पुरा यसरी चाहिँ पुरै लगाउनुपर्छ होइन। पानीमा लगाउँदाखेरि चाहिँ यो चाहिँ पानीमा चाहिँ पिक्लिनु हुँदैन। यहाँ म चाहिँ यो पानीमा पनि हाल्छु होइन, पानीमा पनि केही हुँदैन, बिग्रिँदैन पनि। ज्यादा फिटेको छ भने चाहिँ दामी हुन्छ। तपाईँहरू पनि बनाउनुहोस् अनि ट्राई गर्नुहोस्। आजको लागि चाहिँ यति नै, बाई बाई। मेरो भिडियो आउँछ स्किप नगरी हेर्नु होला, बाई बाई।